सक्नुहुन्छ। प्रशस्त रूपमा देखाउनेछु तपाईँहरूलाई। भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला। त्यही त भन्ने हो नि, अब के भन्ने हो अन्त। ठिक छ, तपाईँलाई म कता गएको देखाइरहन्छु। हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। उबेद अब कस्तो छ त, बाटो कस्तो छ, रोड कस्तो छ दिन्छ नि, भन्छ नि त मान्छेहरूले। सोध्छ नि त अब आउन चाहनुहुन्छ होला उबेद ड्राइभिङमा, लाइट ड्राइभरमा। अन्त रोड कस्ता हुन्छन्, आँगडे टाङ्रा टुङ्ग्रो परेको पनि हुन्छन् यहाँ फेरि। ड्राइभरमा आउन चाहनेहरूलाई चाहिँ यहाँको लागि यो चाहिँ भिडियो चाहिँ रोक्नुपर्ने हुन्छ ट्राफिक लाइटमा। यतातिरको भ्यू यस्तो छ, त्यतातिरको यस्तो छ। अन्त गाइज अनि म जानुपर्ने चाहिँ उता हो, गाडीहरू गएको ठाउँतिर। अस्सीको बाटो, 80को स्पिडमा हिँड्ने कि, 80को नम्बर छ होइन, 80को स्पिडमा हिँड्ने। म चाहिँ अहिले सालमिया जाँदै, सलमाबाट सालमिया जाने बाटो चाहिँ यो है। यहाँ क्यामेराहरू छ कि छ्याल बेल, अनि सुस्तारी हिँड्नुपर्छ स्पिडमा, लिमिटमा। 80 भन्दा माथि जाने होइन गएको। अरू चाहिँ रक्की कुदा छ, म चाहिँ सुस्तारी गइरहेको छ आफ्नै धुनमा। त्यही त आफ्नै धुनमा जानु पऱ्यो नि त न, हो कि होइन? हजुरहरूलाई हेर्न झ्याउ आउँछ होला, अब के गर्नु त, अब हेर्न झ्याउ लाएर मलाई बाल। त्यही हो गाइजहरू। बाटो चाहिँ समुद्रको छेउ छ के। तपाईँहरू आजलाई यति नै। हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला। पारी देख्न सक्नुहुन्छ समुद्रहरू छ, यतापट्टि चाहिँ समुद्र छ के। अब खासै देख्दैन, देख्ने अब देख्नुहोस् होइन त। जसको आँखा तेज छ त्यसले चाहिँ देखेको, अब जसले देखेन त्यो चाहिँ देखिन। कुवेतको घरहरू चाहिँ यस्तै छ, यस्ता बिल्डिङ त कति छ। आजभोलि त आफ्नै गाउँ जस्तो पो लाग्छ त मलाई त। किन ल गाइज, आजलाई यति नै भन्न चाहे। ट्राफिक लाइट नभएर मान्नु पर्ला है त। ल अब यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने एलजी ब्लग 99 लाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। धन्यवाद।